हेलो गाइज, आज म सांबर बनाउन लागिरहेछु आफ्नै तरिकाले। यो गाजर, बिन्स अनि यो ड्रम स्टिक, सज्जन पनि भन्छ, यो एक आलु अनि यो घिया लौका, यसलाई थोरै एक टुक्रा, यो 4 चीज मिसाएर सब्जी सांबरको लागि म काट्दैछु। यसरी नै यति मोटा मोटाई काट्नुपर्छ सब्जी काट्दाखेरि। सबै सब्जीलाई काटेर सांबरको लागि पनि मैले उता रेडी गरेर राखेको छु। अहिले सब्जी मात्रै बनाइराख्छु। म सांबर चाहिँ पुरा बनाएर देखाउने कोसिस गर्छु। मैले सबै सब्जीहरू काटिसकेँ। अब यो ड्रम स्टिकलाई पनि यसरी मैले टुक्रा टुक्रा बनाएँ कि यत्तिको पक्रेर खानुहुने गरेर। त्यत्तिको लम्बाइ चौडाइमा काट्ने हो। यो सांबर बनाउँदा यो ड्रम स्टिकको बेगर अधुरै हुन्छ। सांबरमा यो ड्रम स्टिक भएन भने मजै आउँदैन। सांबरमा यो हाल्नु जरुरी चाहियो। मैले सबै सब्जीहरू काटेर रेडी गरेँ। आलु, लौका, बिन्स, गाजर, ड्रम स्टिक, यसलाई मैले उता राखिदिन्छु। मैले उता आलु पनि बनाउनु पर्छ। मैले दाल र आलु एकैचोटि मैले सिटी लगाइदिएको। यो आलुलाई मैले अलग निकाल्छु। अनि यो अडरको दाल हो, लहरीको दाल। यो मजाले फ्यात्तै गल्नेर पकाउनुपर्छ। अनि यो पतलो गरेर पानी हाल्नुपर्छ दालमा। अनि अब सांबर बनाउनुको लागि म अब टमाटरको प्युरी बनाउनलाई मैले टमाटर रेडी गरेँ। म 4-5 टमाटरको प्युरी बनाउँछु। अलिकति खराब रहेछ, फ्याँकिदिएँ। मिक्सरमा म यसरी काटेर प्युरी बनाउँछु। टमाटर, किनकि टमाटर धेरै हाल्दा नै अलिकति खटास, मतलब कि अमिलोपन पनि हुन्छ, कलर पनि आउँछ। यसरी मजाले पिस्ने हो, यसरी प्युरी बनाउने हो। त्यसपछि अब म आलु छिलेँ। आलुको पनि सुक्खा सब्जी बनाउनुपर्छ। आलुलाई त्यही प्याज टमाटरको मसला बनाएर अनि आलुलाई पनि सुक्खा गर्ने, पछि उसमा डोसामा गर्नलाई, मतलब कि डोसाभित्र हाल्नलाई। म सबै कुरो तयार गरिसक्छु अनि मात्रै चढाउँछु सांबर। अब चटनी पनि चाहिन्छ, नरिवलको चटनी। नरिवलको चटनीको लागि तयारी गर्छु। नरिवलको चटनीहरू सबै बनाइसकेपछि तब फेरि म चढाउन सुरु गर्छु। अब यो नरिवल काटेर हालेँ मैले, एउटा हरियो खोर्सानी, थोरै नुन, निम्बु, एक निम्बु निचोडेर म यसमा अलिकति यो भुटेको मामफली यसलाई हालिदिन्छु। हालेर यसमा अलिक पानी हालेर यसलाई मजाले पिसिदिन्छु। यो पनि रेडी भयो, चटनी पनि। अब भरे कडिपत्ता र रायो, हिङको तड्का लगाइदिन्छु माथिबाट। यो रेडी भयो। अब म प्रोसेस गर्छु उता सांबर चढाउने। यो सब्जीहरू मैले धोएर रेडी गरेँ। चटनी, प्युरी, दाल उहाँले रेडी गरेँ। आलु तयार छ। अब म सांबरको लागि मैले बर्तन चढाएँ। अलिभ ओइलको तेल हालेँ, रायो, हिङ, कडिपत्ता हाल्दै। अब यो प्युरीलाई यसरी हालेर मजाले 3-4 मिनट यसलाई हल्दी और नमक, थोरै जिरा पाउडर, थोरै गरम मसला, धनियाँ पाउडर हालेर मैले यसलाई छोपेर पकाएँ। अनि लास्टमा मैले सांबर मसला हालेको। अनि यसरी मजाले तेल छोडुन्जेल यसलाई पकाएर
सब्जी सबै हालिदिने हो। अनि यो सब्जीलाई एकछिन पकाउने, त्यसपछि त्यो अघि उबालेर राखेको दाललाई पातलो बनाएर त्यसैको झोल हालिदिने हो। यसरी नै यसरी हाल्यो अनि पहिला पातलो बनाएर यसरी अब यसलाई बङ बङ उमाल्ने हो, सब्जी पाकुन्जेल। फेरि साम्बार रेडी हुन्छ। अब अरू त म सबै देखाउनु भ्याउँदिनँ पाकिन्जेल त होइन, धेरै टाइम